देखो नाम लेख्नुपर्छ व्हाट्सअप गाइज के सार खबर सबैजना सन्चै हुनुहुन्छ होला हामी एकदम बिन्दास छौँ सो अहिले हामी गइरहेको छौँ काजु ल्याउनु दायाहरू आउनु भएको छ हामी ट्याक्क पनिर बनाएर खानेवाला छौँ रुममा फेरि अङ्कले यस्तो के हो कि अहिले हामी काजु ल्याउनु यो पसलमा गइरहेको छौँ आन्टी काजु छ दिन्न कति सानोवाला दिन्न कतिको छ सानोमा कतिको छ 50 को आउला म पैसा लिएर आउँछु 375 रुपियाँको छ यता त्यो भएर हामी 375 काजु लिएर आएको छैन सबै अहिले बनिसक्यो अनि त्यही मेरोमा स्टोरेज प्रब्लम त छ चार्जको पनि प्रब्लम यस्तो छ कि आजभोलि अब एक त फोन किनेको पनि 3 वर्षभन्दा बढी भइसक्यो अनि त्यो भएर चार्ज खासै टिक्दैन सो शिव दाई उहाँ हुनुहुन्छ आफ्नै स्कुटरमा भाइ पनि आए चाबी उता छ अनि अहिले यहाँ के अरे यो पनिर कढाईसँगै पनिर दुई पाकेको छ हेर कढाई पनि छ पनिर पनि छ अनि यसलाई डेक्ची भात भन्छ नयाँ रेसिपी हो यो नयाँ रेसिपीको चामल बनेको छ क्या आज अनि हाम्रो दाइ हुनुहुन्छ यता खाना खाइराख्नु भएको छ कस्तो भएको दाइ अनि यस्तो नै अब हाम्रो बाहिर पनि ब्लड डोनेसन छ अहिले म पनि अब खाना ट्राई गर्दैछु होइन कस्तो छ टेस्ट भन्ने कुरा अब अहिले यो पनिर मटर अनि यसमा काजु छ तर मिक्स छ जहाँ पनि छ मिक्स छ आउ जी भनेर दामी छ बब्बल भएको छ अस्ति एक दिन बनाएको थिएँ मैले यो पनिरलाई यसरी यो मतलब फ्राई गरेकोलाई यो पानीमा भिजाउनुपर्छ भनेर थाहा छैन आज म पहिलोचोटि होइन ब्लड डोनेट गर्न गइरहेको छु खाना खाइसक्यो पेट फुल गरेर पानी पनि बढी खाएको छु अलिअलि मिलाएर त उहाँ गरिसकेका छन् गर्नेवाला छन् अब म पनि गर्नेवाला छु ब्लड डोनेसन हेरौँ अब मेरो पहिला बिपी चेक हुन्छ अनि त्यसपछि हेर्नु कति भएको छ अहिले खाना पनि खाइसकेँ दिदीले चेक गरिदिनुहुन्छ 110/70 छ मतलब गर्न मिल्छ फर्म भर्नुपर्ने यसमा नाम लेख्नुपर्छ फर्मै उठाएर लेखियो मैले त बाँकी मैले अहिले भरिसकेँ होइन यहाँ सिग्नेचर हान्नुपर्ने यहाँ हान्नुपर्ने सरी यहाँ सिग्नेचर हान्नुपर्ने यहाँ हान्नेछु सङ्कलन जे पनि नबिचेर त्यहाँ नहेरेकोले कति एमएल हो दिदी हो कति एमएल हो दिदी 300 एमएल त्यसपछि मेरो पालो छ मेरो बिपी लो भयो नि खुन चाहिँ रहिसक्यो अलि सक्नु अहिले प्याकेट भरिसक्यो आधाभन्दा बढी अब कति होला थोरै होला 150 एमएल जति बाँकी होला सायद खुन त रहेछ कि बिपी लो भए पनि कस्तो डर लागिरहेको छ होइन धेरै बोल्यो भने फेरि गाह्रो हुन्छ सो हामी पछि भोइस ओभर गर्नेछौँ यो पार्टमा अलि चक्कर आए जस्तो भइरहेको थियो तर नर्मली खासै त्यस्तो केही नहुँदो रहेछ म अघि डराइरहेको थिएँ लास्टै त्यति केही भएन तर 300 एमएल खुन चाहिँ निक्लिसक्यो हाम्रो यता कन्टेनरमा गइसकेको छ सो अहिले अब एकछिन रेस्ट गरेर उठ्नेवाला छु म अनि त्यसपछि आज अलि रेस्ट गर्नुपर्छ होइन अटो चलाउने काम चाहिँ आज कम गर्नुपर्छ मैले यस्तै हो कहिले काहीँ गर्नुपर्छ 6 महिनामा यस्तै गरिराख्नुपर्छ